हिँड्दा हिँड्दा खुट्टा दुखिसक्यो त यार। एउटा बाइक किनौँ भनेको। बाइक तिमीलाई पहिले किन भनेको भाइ, खै मानेन। तर किन्ने नै साँच्चै किन्ने हो भने चाहिँ म मिलाउँछु नि त। किन्ने हो साँच्चै किन्ने हो क्या दाइ। एउटा मान्छे छ त्यसले मिलाएर दिन्छ, भाउको भाउमा दिन्छ, जाउँ न ठिक जाने। अब किन्न त हुन्थ्यो दाइ, तर फेरि तपाईँको कुरा अस्ति पनि पाहा भनेर भ्याएको त खुवाइदिनु भयो। अस्ति पनि पाहा भनेर भ्याएको त खुवाइदिनु भयो। ल भाइ त्यो त कहिलेकाहीँ भइहाल्छ त्यस्तो होइन, त्यो छोड्दै यो चाहिँ सही डिल गर्ने मान्छे हो। ल जाने हो भने जाउँ, नजिकै जाउँ न त दाइ। ल ल जाउँ न। ल भाइ ग्यारेज आउनु लाग्यो। यहाँ चाहिँ फेरि ल त्यो बुढाको बाइकहरू, यो पाहाडतिर चढ्ने बाइक हो भाइ। यस्तो खतरा बाइक छ अनि त्यो यार विश्वास गर्दैन। त्यो बुढा नि त्यहाँ बसिरहेको छ। पाहाडतिर चढ्ने बाइक हो भाइ। यस्तो खतरा बाइक छ अनि उतै हो मान्छेको बसिरहेछ गएर कुरा गरौँ होइन। ओ दाइ यार के छ? ओहो भाइ के छ? हाम्रो भाइ होइन, भाइलाई अनि बाइक चाहियो अरे भनेर। अनि बाइक भनेपछि त दाइको जति बाइक यहाँ कसले चाहिँ राखेको छ त? भाइलाई बाइक देखाउनु पऱ्यो एउटा मिठो खालको। भइहाल्छ नि भाइ, भइहाल्छ नि। ल भेराइटीको बाइकहरू छ मसँग। भाइ विश्वासै नगरेर कुन चाहिँ कस्तो चाहिँ चढ्नु मन छ त भाइलाई? कुन ब्रान्ड के खालको चढ्ने हो? बाइक चाहिँ अब नेकेड मनपर्छ कि स्पोर्टी मनपर्छ भाइलाई? स्पोर्टी टाइपको अब कावासाकी त्यस्तै भन्नु हुन्छ। ल भाइ छ एकदम छ। ल जाउँ मिडियम टाइप ठाउँमै आएन। हजुर ल चिन्ता नगर भाइ। फुर्के मोटर्सको चाहिँ ग्यारेज चाहिँ यही हो। अब यसो बोर्ड चाहिँ आउन बाँकी छ, बोर्ड पछि लाउँला। मोटरसाइकलको चित्त लिनु पर्दैन, यहाँभित्र कति छ कति थन्केर बस्यो। ल भाइ मसँग भएको भेराइटीको मोटरसाइकलहरू यिनै हो। क्रस फायरलाई गर्छ यो मोटरसाइकलले। ल भेराइटी रहेन रहेछ त, विश्वासै गर्दैन यार। ल दाइ मैले त मोटरसाइकल पो भने त यो साइकल देखाएर हुन्छ त यार। ल भाइ यार साइकल भइहाल्यो, मोटर जब एउटा किनौँला नि सेकेन्ड ह्यान्डमा पाउँछ होइन। ल भाइ यार साइकल भइहाल्यो, मोटर जब एउटा किनौँला नि सेकेन्ड ह्यान्डमा पाउँछ होइन। पाउँछ दाइ यार तपाईँले अस्ति जस्तै फेरि पनि झुकायो। के भाइ मोटर किनेर हाल्दाखेरि हुन्छ कि भाइ? अरे भाइ जमानै खराब छ। खराब छ।